यस्तो तरिकाले काम हुँदैछ। हामीले चाहिँ बनाउँदै गरेर हामी चाहिँ तल पनि आइसकेको छौँ। यस्तो छ हामीले काम गर्दै गरेको घर चाहिँ। हेलो साथीहरू, नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र अहिले चाहिँ निकै टाइम भयो मैले भिडियो पनि अपलोड पनि नगरेको। किन भन्दाखेरि हल्का कामको व्यस्तता र स्वास्थ्यमा पनि अलिकति समस्या त्यस्तो धेरै त होइन। रुगा मर्गी ज्वरोको कारणले गर्दा चाहिँ भिडियो हाल्न पनि पाइएन र सँगसँगै आफ्नो बिजनेस पनि अगाडि लानुपर्ने थियो र अस्ति चाहिँ निकैजना काम गर्ने केटाहरू पनि थियो। अहिले चाहिँ काम गर्ने केटाहरू पनि बिरामी भएको कारणले आफैले काम गर्नुपर्ने भएर यता भिडियोमा चाहिँ धेरै टाइम दिन पाइरहेको थिइनँ र आज चाहिँ अब भिडियो गर्ने अति नै ढिलो भइसक्यो नि त। निकै ढिलो भएको कारणले चाहिँ आज भिडियो गर्छु भनेर है। आज पनि छ काम छ, केटाहरूले गर्दैछ। आज चाहिँ केटाहरू अलिअलि केटाहरू कोही केटाहरू चाहिँ यसो आए कारणले चाहिँ म फेरि हल्का टाइम निकाल्न पाएँ। त्यसको लागि चाहिँ अब भिडियो गरेर यसो मेरो कामको पनि के कारणले चाहिँ व्यस्त भएछु, कस्तो काममा चाहिँ व्यस्त भएछु भनेर मेरो के अरे काममा पनि हल्का तपाईँलाई साइडतिर लगेर यसो देखाउने प्रयास गर्छु। तपाईँहरूले, मलाई आशा छ तपाईँहरूले एकदमै हेरेर माया साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दै अहिलेलाई चाहिँ म अब यहीँ घरमै छु, रेडी भइसकेँ। अब निस्केर तपाईँहरूलाई यसो साइडमा भिजिट गराएर देखाउने छु। ल साथीहरू, अब चाहिँ म चाहिँ यहीँ मेरो घर नजिकै पनि एउटा सानो साइड छ। साइडमा म तपाईँहरूलाई यसो लगेर भिजिट गराउने छु। लु, मेरो छोरा र म चाहिँ जाने भन्दैछु। अब यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो छोरा। लु छोरा, खोइ हो चप्पल लाउनु न, चप्पल यहाँ छ चप्पल। हेलो भनिदिनु त यहाँ यसरी। छोरी यता हेर, हेलो के छ भन्दैन न। उल्टो भयो। मेरो छोरा चाहिँ भर्खर स्कुलबाट पनि आउनुभएको अनि अब स्कुलबाट आएर उसको सुत्ने बानी छ। तर अब अहिले चाहिँ आज चाहिँ हल्का बाहिर लाने प्लानिङमा छौँ र नसुतोस् भनेर उसलाई पनि यसो लिएर गएको। होस् यहाँ गर्दै मेरो घर चाहिँ यहाँनिर हो। साइड चाहिँ उतिनेर हो। यो बन्दै गरेको घर हो। त्यहाँ चाहिँ तपाईँहरूले एकदमै माया चाहिँ देखाइदिनु पर्यो साथीहरू। लाइक सब्सक्राइब सेयर चाहिँ गरिदिनु पर्यो। म एकदमै हजुर के भयो यो दिन्छु। ओके ल थ्याङ्क यू भन्नु। ल जाउँ हिँड्नु गर्दै। अर्को पनि साइड छ, त्यस्तो धेरै त छैन, यसो सानै साइड छ। तपाईँलाई म भिडियो गरेर आज चाहिँ पुरा देखाउने मोडमै छु। केटाहरूले यहाँ चाहिँ सिलिङको काम भइरहेको छ। सिलिङ यहाँ हानिसकेको छ केटाहरूले। यहाँ माथि बोर्ड लगाएको रहेछ र यस्तो तरिकाले काम हुँदैछ। अब 12 पनि बजेछ। खाना यहाँ चाहिँ यसरी किचन बन्दैछ। यहाँ त सिलिङ छैन, किचन। यहाँ चाहिँ बोर्ड लाउनै बाँकी छ अझै भने यता चाहिँ आधी बोर्ड लाएर डिजाइन। छोरो हात काट्छ नो तिराख्नु। यहाँ चाहिँ बोर्ड लाग्दैछ। माथि गेटनाको काम हुँदैछ, त्यही भएर यहाँ मिटिङ चलिरहेको छ। डिस्टर्ब पनि आयो होला। हामी चाहिँ बसेर हेर्छौँ। मेरो छोरा पनि सँगसँगै मेरो साइडमा यहाँ माथि पनि देख्न सक्नुहुन्छ। यता आउनु
देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो किचन बनाउने दाइहरू चाहिँ दाइहरू यहाँ खाना बनाएर खाने बेला भएको खाना कहिले सकिन्छ काम चाहिँ तपाईँहरूको 2 दिनमा आज हाम्रो केटाहरू आएन है आएकै छैन नि यहाँ पनि बोर्ड लाउनु बाँकी रहेछ अनि तपाईँको यता छोरो यहाँ चाहिँ कम्प्लिटै भइसकेको छ हैन यता यो त यहाँ त किचन हो चटै किचन यता आउनु अनि टक्क यहाँ पनि लगाइसकेको छ बोर्ड यहाँ पनि हल्का डिजाइन हानेर एउटा राम्रो डिजाइन हानिदिएको छ यहाँ 3 पिस वाल दराज छ हाम्रो चाहिँ यस्तो हुन्छ इन्टेरियर सम्बन्धीको सबै काम हामी सुपथ मूल्यमा राम्रो काम गरेर दिनेछौँ तपाईँलाई पनि आवश्यक पर्यो भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ मेरो सम्पर्क नम्बर भनेको 9824973796 हो हाम्रो पिएचडी फर्निचर एन्ड इन्टेरियर हो इन्टेरियर सम्बन्धीको सबै काम हामी गर्छौँ हाम्रो एउटा टिम वर्कै छ भन्दै अब हामी चाहिँ लागिसक्यौँ यहाँ यो दाइ खानाको लागि होइन खाना होइन अब ल खाना खाने लु हामी पनि लागौँ छोरो तो छ हामीले काम गर्दै गरेको घर चाहिँ जस्ट ठुलो राम्रो छ हामी घर सम्बन्धीको इन्टेरियर चाहिँ सबै कामहरू गर्छौँ राम्रो सुपथ मूल्यमा तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ भन्दै अब चाहिँ हामी पुरै म साइड भिजिट गरेर पनि आइसक्यौँ हामी बाउचोरा र अब चाहिँ अर्को पल्लो साइडमा जानुपर्ने छ फोन आएकै छ अघिदेखि त्यहाँ पनि भाइहरू काम गर्दैछ 2 जना छोरो यहाँ आउनु 4 जना थियो 2 जना छुट्टी बसेको छ र 2 जना मात्रै काम गर्दैछ अब चाहिँ त्यहाँ पनि जानुपर्ने हुन्छ बिहानदेखि गएको छैन छोरो छिटो न मेरो छोरा फेरि आउनै मान्नुहुन्न क्या छिटो आउनु न जाउँ न मामा कहाँ गइसक्यो यार लु हिँड्नु न तेरिका हिँड्नु हजुर मन्तर को मन्तर खै कहाँ गयो गाडी खै कहाँ गयो अब चाहिँ साथीहरू त म पनि निस्किन्छु साथीहरू म चाहिँ अर्को प्रोजेक्टमा नि आइसकेँ केटाहरू चाहिँ खाजा खानु हो कि खाना खान गएको रहेछ अहिले यहाँ चाहिँ छैन होइन हाम्रो काम चाहिँ यसरी भइरहेको छ काम भनेको चाहिँ ओमेगा म्युजिक स्टोर को डिस्प्ले गर्ने ठाउँ बनाउँदैछ हामी अहिलेलाई चाहिँ कन्स्ट्रक्सन भइरहेको छ सबै केटाहरू चाहिँ अहिले यस्तै खाना खानु गएको रहेछ यस्तै कामहरूले गर्दा चाहिँ म हल्का व्यस्त भएको कारण हो अब काम भन्ने कुरो चाहिँ आफ्नो फर्स्ट प्रायोरिटी पनि हो नि त किनभने घर व्यवहार सबै चलाउने भनेको काम नै हो काम त कन्टिन्यू गर्नुपर्छ त्यति बेला पनि गर्छु तर त्यति बेला मान्छे केटाहरू टन्नै थियो सबै कोही बिरामी कोही घर जाने भनेर छुट्टीमा गएको छन् त्यही कारणले चाहिँ अस्ति भिडियो अपलोड गर्न पनि पाइएन अब चाहिँ यहाँ तपाईँलाई मैले अर्को साइड पनि देखाइसकेँ केटाहरू कता गएको रहेछ यसो म बुझेर देखाउँछु हाम्रो भाइ चाहिँ खाजा खानलाई भन खाजा खानलाई गएको रहेछ भाइ आइरहेछ कति पिस अट्ने भन कति पिस मात्रै अट्छ भन हार्मोनियम चाहिँ 3टा मात्रै उसले के नाप्यो अरे भन अनि तिमीले कस्तो खालको अप्सन दियौ बुझाउ त एउटा लाग्यो उसले के भन ओके भन त्यो भयो अनि यो कुनाको कुरा गरेन
त्यो कुनाको सोधो तिमीलाई थाहा नै छैन भनेर होइन पहिला यो र त्यो फिक्स गरे पछाडि त हो होइन अब यहाँ राख्नु त पर्यो नि त होइन राख्ने अनि यसको एज पेस्टिङ गरेर चाहिँ यो हेर यहाँ अलिकति उक्किरहेको थियो यसलाई पनि मेकअप गरिदियो अनि एज हानेर खुट्टा हानेर एज हानेर अनि पहिला जोल्टाउँ अनि जोल्टाएर हेरौँ दुई साइड पेस्टिङ हान्ने के गर्ने दुई साइड नहान्नु यतापट्टिको अहिले लाइन हानु उतापट्टिको चाहिँ हानु गर्दै केटाहरूले काम चाहिँ लब देखेर यति काम चाहिँ सकेछ होइन भाइ अनि यसको पल्लाहरू पनि काटा पल्ला काटा म अब सोध्दैछु म सोधेर तिमीलाई भन्नेछु ल हामीले चाहिँ बनाउँदै गरेको यही ओमेगा म्युजिक स्टोरको अर्को डिस्प्ले गर्ने ठाउँ यहाँ चाहिँ डिस्प्ले गरेको तर यहाँको डिस्प्लेले भएन भन्नाले अँटेन सबै कुरा अटाएर देखाउनु सकेन त्यही भएर अलिकति स्पेस अझै बढाउनको लागि भनेर यही ओमेगा म्युजिक स्टोरमा नयाँ तपाईँको स्टोर पनि डिस्प्ले गर्ने ठाउँ पनि बनाउँदैछ अब चाहिँ राम्रो हुन्छ किन्न आउने मान्छेहरूलाई पनि छानी किन्न पायो साथीहरू म चाहिँ मेरो बाइक धुनको लागि यहाँ ग्यारेजमा आएको छु आज चाहिँ हल्का बाइकलाई पनि धुनु पर्यो भनेर बाइक धुवाइ चाहिँ यता हुँदैछ भाइले गाडी चाहिँ उता धुने ठाउँ चाहिँ यता रहेछ यहाँ भाइ स्याम्पू भाइ ल साथीहरू हामी चाहिँ यहाँ भाटपाटीमा हल्का सपिङ गर्नको लागि पनि आएको छौँ घरको लागि यसो फलफुटहरू किन्नु पनि पर्नेछ अलिअलि त्यही भएर चाहिँ हामी आएको यहाँ देख्न सक्नुहुनेछ हाम्रो म्याडमले छान्नु हुँदैछ बटुका किन्नु अरे भनेर अनि हाम्रो सर चाहिँ मस्त इन्जोय गर्नुहुँदैछ बिर्तामोड भाटपट्टि नै यस्तो छ है गाइज चाहिँ बटुका र चम्ची किनिसके पछाडि अब यहाँ सिसाको ग्लास पनि 1-2 पिस जति लिने भन्ने सोच आएको कारणले सिसा ग्लासहरू छान्नु हुँदैछ यहाँ म्याडमले देख्न सक्नुहुनेछ कुन ठिक छ भनेर उहाँले एकदम चोइस गर्दै प्राइस हेर्दै रिजनेबल प्राइसमा कुन राम्रो छ भनेर टेस्ट गर्नु रहेछ हाम्रो सर चाहिँ कता जानुभयो भन्दाखेरि चाहिँ यहाँ हुनुहुन्छ मस्त इन्जोय गरेको साथीहरू हाम्रो चाहिँ फाइनली सपिङ पनि भइसकेको छ अनि अब चाहिँ भनेको हामी तल जाने फेरि तल पनि हल्का रासिन पानी चाहिँ किन्नुपर्ने छ यहाँ हाम्रो म्याडमहरू हेलो भन्दै त यता भन्छ मेरो छोरा बोल्छ म जस्तै बोल्छ साथीहरू अब चाहिँ यता तल खुट्टा पनि हल्का तल देखाउँछु हामी चाहिँ तल पनि आइसकेको छौँ यहाँ देख्नु सक्नुहुन्छ यहाँ म्याडमले छान्नुहुँदैछ एप्पल कि एभोकाडो उहाँ अहिले पुरा हेल्थमा हल्का ध्यान दिन थाल्नुभएको छ त्यही भएर चाहिँ र यता यहाँ मेरो छोराले पनि यहाँ हल्का यहाँ आफ्नो लागि चाहिँ किनिसक्नु भएको छ छोरो हेलो पिचिक बारे देखाइदिनु त ओ माई गॉड व्हाट इज दिस ऱ्याबिट हो अनि यता मेरो बुढी मेरो चाहिँ फोन आएको कारणले म अलिक अग्मकिन्छु तर यहाँ हेर्नु त यता देखाइन्छ हेलो भनिदिनु नि यता हेलो फोन प्रवेशले फोन गर्दैछ प्रवेश फोन
साथीहरू हामी चाहिँ एकदम सब्जी किनेर तर्खरमा छौँ। बुढीले उहाँ खाँदै हाल्नुहुँदैछ, म चाहिँ यहाँ छोरालाई पनि डोर्याउँदै आफू पनि हिँड्दै गर्दैछु। म्याडमले उहाँ के छैन अब उहाँलाई नै थाहा हुन्छ, मलाई भन्दा पनि बेसी चाहिँ अब उहाँ घरको होम मिनिस्टर हुनुहुन्छ। तामुलको भाटपट्टि नै को आउनु भएको छैन, आउनु भएको छैन भने चाहिँ आउनु सक्नुहुन्छ। एकदम राम्रो छ, ठुलो छ। हामी चाहिँ सबै थोक यहीँ पाएको कारणले यिनीहरू नै आउनु चाहिँ अब के ठाउँ किनिराख्नु भनेर नि एकै ठाउँमा पाएको कारणले एकै ठाउँमा आउँछौँ। चट्ट मासुसँग लाएर खानु हुन्छ। ल बोक्ने चिजहरू चाहिँ बोक, के बोक्ने हो। पैसावाला मान्छे हो नि त तिमी फेरि के हो भन्दै हल्का बुढलाई जिस्काएको मनमा होइन। र साथीहरू यत्रो दिनदेखि भिडियो गर्नु नपाएर खटपट भइरहेको थियो। मलाई चाहिँ कतिखेर बोलौँ, कतिखेर बोल्ने बानी भइसक्यो नि त। अनि त्यही भएर आज चाहिँ भाटपट्टिनीमा वरिपरि बिर्ताउँ वरिपरि गएर भए पनि म आज बोलेर मेरो धिक चाहिँ म मेटाउँछु भनेर यो मेरो छोरोको बलै झरो भन्दै यहाँ थ्याङ्क यू भन्नु। ओ गुड, कति सिन्सियर हुनुहुन्छ भने नि बस्नु न लडिन्छ। आज चाहिँ फाइनली म भिडियो अपलोड गर्नेवाला नै भइसकेको छु, हेरिदिनु होला। साथीहरू मैले चाहिँ सपिङ गरेर पनि सकिसकेँ। अब चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ र अब चाहिँ सिधै घरमा भेटौँ होला। आजको लागि यति नै, भोलि फेरि अर्को भिडियोमा भेट्नेछौँ भन्दै हवस् त, बाई बाई।